सपिङ गरेर चाहिँ ठ्याक्कै सकियो होइन। घर गएर देखाउँछौँ तपाईँलाई। हामीले चाहिँ यति धेरै लिएर आएका छौँ। तो चलिए सुरु करते हैं। ए गाइज, वेलकम ब्याक टु माई च्यानल। सो सबैजनालाई स्वागत छ मेरो च्यानलमा। म चाहिँ आज यत्तिकै बाहिर दिनभरि रुममा बसिरहेको थिएँ, अनि त्यसपछि बाहिर यत्तिकै घुम्न हिँडेको थिएँ। अनि फेरि घरबाट चाहिँ फोन आयो मामाको, अनि त्यसपछि फेरि ल डिमार्टमा रासन भर्न जाने हो भनेर भन्नुभयो होइन। अनि त्यसपछि म चाहिँ सिधै यहाँ रासन भर्ने ठाउँमा आएको। मामा चाहिँ आइसकेर अघि नै भित्र गइसक्नु भएको छ होइन। म चाहिँ यहाँ डिमार्ट भन्ने ठाउँमा चाहिँ रासन भर्न आएको छु। सो अस्ति मैले देखाएको थिएँ तपाईँलाई अस्ति न पहिला भिडियोमा हो, त्यही डिमार्टमै आएको म फेरि। त्यही हो गाइज, म चाहिँ यहाँ रोडबाट आइसकेँ। मैले गाडी चाहिँ अघि नै उता त्यहाँ पार्क गरिसकेँ होइन। अब चाहिँ अब जान लागेको त्यहाँभित्र। म चाहिँ यहाँ भित्र आइसकेँ होइन, तर मामा कहाँ हुनुहुन्छ मलाई पनि थाहा छैन होइन। म चाहिँ अब पहिला मामालाई खोज्छु, अनि त्यसपछि बल्ल हामीले सामान लिन्छौँ। मामा चाहिँ म तपाईँलाई देखाउँछु, मामा चाहिँ त्यहाँ हुनुहुन्छ ती। सो हामी चाहिँ लिन आएको। कलम छैन अरे, साना लिएर जाम दुईवटा, अनि अरू चाहिँ पछि हेरौँला नि त। हामी चाहिँ सामान लिएकै छौँ होइन। यहाँ चाहिँ हामी टक्कसँग लाएर सामान चाहिँ यति धेरै लिइसक्यौँ। म तपाईँलाई घर गएर देखाउँछु के लियौँ हामीले भनेर होइन। यहाँ चाहिँ तेल पनि राख्दैछन् है, यहाँ तेल पनि छ। हामी फेरि उता जानु लाग्यो होइन। हाम्रो चाहिँ अब सपिङ गरेर चाहिँ ठ्याक्कै सकियो होइन। अब चाहिँ हामी फाइनली घर जान लागेको। हामीले चाहिँ यति धेरै लिएर आएका छौँ। हामीले चाहिँ यहाँ अब बिलिङ गर्न लाग्यो होइन, सट्टोसँग लाएर। हामी चाहिँ अब फाइनली रासन लिएर चाहिँ फर्किसक्यौँ होइन। अब हामी चाहिँ घर जान लागेको। मैले चाहिँ गाडी त्यहाँ लगाएको छ होइन। अब त्यहाँबाट हामी चाहिँ घर जान्छौँ। घर गएर तपाईँलाई हामीले के ल्यायौँ सबै कुराहरू देखाउँछौँ। गाइज, म चाहिँ तपाईँहरूलाई के लिएर आएँ भनेर देखाउँदैछु है। मैले चाहिँ सामान डिमार्टबाट के लिएर आएँ भनेर यहाँ देखाउँदैछु होइन। मैले चाहिँ यहाँ मजाले यस्तो गरेर राखेको छ होइन। तपाईँलाई म देखाउँछु है के लिएर आएँ भनेर। सामान चाहिँ मैले चाहिँ यति लिएर आएको होइन डिमार्टबाट। यो चामल पनि हो होइन। अनि तपाईँलाई म के लिएर आएँ भनेर देखाउँछु है। यो चाहिँ तेल भइहाल्यो होइन, यो तेल हो। अनि एउटा प्याकेट चाहिँ आटा, गहुँको पिठो, अनि त्यसपछि एउटा म्यागी, अनि यो बदाम होइन, अनि त्यसपछि सिङ्गदाना के, यो फेरि अर्को बदाम होइन भिजाएर खानेवाला, अनि एउटा चाहिँ टोस्ट नास्ता खानको लागि, अनि दाल भयो यो चाहिँ होइन, दाल, अनि यो चाहिँ तेल नरिवलको होइन टाउकोमा लगाउने, अनि यो चाहिँ विम लिक्विड, अनि त्यसपछि एक प्याकेट चाहिँ चना होइन, अनि त्यसपछि एउटा यो चाहिँ म्यागी मसला भनेर पाउँछ यहाँ यो मसला, अनि त्यसपछि एउटा अर्को सब्जी मसला होइन। अनि मसलाहरू चाहिँ यो पनि ल्याएको होइन, चिकन मसला। अनि त्यसपछि यो साबुनहरू भयो, सरफहरू भयो होइन, लिक्विडहरू भयो। यो चाहिँ साबुन, सरफ, लिक्विड। अनि मकै पनि लिएर आएको मैले होइन अहिले भुटेर खानलाई। टक्कै यो चाहिँ कराईमा हालेपछि अटोमेटिक फुला उठ्छ होइन, भित्र तेल सेल सबै हुन्छ। अनि यो चाहिँ जिरा पाउडर, अनि यो चाहिँ जिरा होइन। अनि त्यसपछि यो चाहिँ मेन चाहिँ कोदो। हामीले होइन धेरै जस्तो चाहिँ कोदाको रोटी खान्छौँ। मलाई चाहिँ एकदम मनपर्छ कोदाको रोटी, त्यही भएर चाहिँ म लिएर आइरहेको हुन्छु। यो चाहिँ कोदाको रोटी, कोदाको सरी यो चाहिँ कोदो के, आँखा कोदो लिएर आएको। यसलाई सुकाएर त्यसपछि फेरि पिसाउन लैजाने हो। यो चाहिँ पिसाउन लग्ने कोदो। अनि त्यसपछि यो चाहिँ चिनी भइहाल्यो। अनि त्यसपछि फेरि यो चाहिँ भेली देखेन होइन। अनि त्यसपछि यो त कोलगेट, अनि त्यसपछि सोयाबिन, अनि त्यसपछि एउटा यो कति चिउरा, अनि त्यसपछि एउटा अगरबत्ती, अनि यो म्यागी मसला र अनि एउटा अर्को पनि भीम रहेछ। सो थ्याङ्क यू सो मच गाइज। अनि यहाँ चाहिँ दुईवटा बोरा चामल पनि छ। हामीले चाहिँ यति हो है ल्याएको चाहिँ। अनि त्यसपछि फेरि थ्याङ्क यू सो मच गाइज, यहाँसम्मको भिडियो हेरिदिनु भयो होइन। अब चाहिँ म अब तपाईँहरूलाई देखाएँ के ल्यायो हामीले भनेर होइन। अनि त्यही हो, हामी चाहिँ 3 जना बस्छौँ पुनामा। अनि त्यसपछि 3 जनाको लागि चाहिँ यो 1 महिनाको रासन हो। अरू चाहिँ अब यति चाहिँ लगभग 4000 कति 4500 कति गयो, 4500 लगभगको यो सामान हो होइन। अनि त्यसपछि यो चाहिँ ग्रोसरी भयो। अनि त्यसपछि फेरि
सब्जीमा लाग्छ 800 देखि 1000 त हप्ताको लाग्छ होइन। 2500 लगभग यताउता फ्रुट गर्दा 3000 3500सम्म जान्छ। 3500 त्यो भयो, अनि त्यसपछि अन्डा भयो, चिकन भयो होइन, अनि त्यो पनि भयो 1000 1500सम्मको। महिनाको भयो 1500सम्मको अन्डा, यताउता गरेर 2000 पक्रिदिउँ। 12 15 हजारसम्म चाहिँ मिनिमममा चाहिँ तिनजनालाई मजाले हुन्छ। 10,000 त एकदम कम लो बजेट हुन्छ होइन। 12 15 हजारसम्म भयो भने तिनजनालाई चाहिँ मजाले 3 टाइम खाना खाएर बिहान नास्ता अनि त्यसपछि दिउँसो खाना साँझ खाना होइन, मजाले पुग्छ 12 15 हजार। एकजनाको हिसाबले 5 5 हजार रुपियाँ लगायो भने चाहिँ मजाले पुग्छ होइन। अझ दुध पनि भयो होइन, अनि त्यसपछि त्यो कुराहरू यताउता जोड्दाखेरि सबै अब कहिलेकाहीँ बाहिर खाना खाइन्छ के हुन्छ होइन। 15 हजार चाहिँ यिनी मिनिमम चाहिँ लाग्छ होइन पुनामा बस्नलाई। हजुरहरूलाई कस्तो लाग्यो मेरो भ्लग? लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला। त्यही हो गाइस, थ्याङ्क यू सो मच, बाई बाई, जय नेपाल। फेरि हामी अर्को भ्लगमा भेटौँला।